प्रभु नमस्ते। म सेवामुखी व्यवसाय गरिरहेको हो। म यहाँ कसैलाई दुःख दिनलाई या आफूले तनाव लिनलाई गरिरहेको होइन। पछिल्लो समय योभन्दा पहिला पनि भिडियो बनाएको छु, अहिले पनि बनाएको छु। 2025 नोभेम्बर 24 तारिकको 3:37 मा फेरि पैसा आएको छ। प्लिज तपाईले कुनै पनि काम या श्रम स्वीकृति हो या प्लेन टिकट हो या तपाईँ पासपोर्टको लागि फर्म हो या तपाईँ कम्पनी दर्ता हो, जो पनि अनलाइन पुलिस रिपोर्ट हो, अनलाइन सेवाको लागि सम्झिनुहुन्छ, मलाई म्यासेज गर्नुहुन्छ भने तपाईले डकुमेन्ट पठाइसकेपछि मैले तपाईको डकुमेन्ट हेरिसकेपछि ल ठिक छ भनेर तपाईलाई मैले मेरो अकाउन्टको मेरो नामको शेरचेत्र टुर एन्ड ट्राभल्सको अकाउन्ट दिइसकेपछि तपाईले पैसा पठाइसकेपछि पनि त्यसको स्क्रिनशट पठाउनु होला। त्यसपछि तपाईको काम सुरु हुन्छ। यसरी तपाईले पैसा पठाउँदा के हुन्छ भने तपाई कुनै कसले पठाएको अब कुनै डिटेल्स छैन, तपाईले साइन बैंकदेखि फेरि पठाउनु भएको छ। अब यो मलाई पनि तनाव हुन्छ के अहिले। म प्रभु कसैको 1 रुपैयाँ खाएर मर्न चाहदैन, मलाई त्यो सोख पनि छैन। पैसाको लालच हुन्थ्यो भने म त्यत्रो पैसा छोडेर म नेपालमा आउँथेन। मलाई परिवारसँग बसेर सुख शान्तिसँग रहनु छ, कसैको 2 रुपैयाँ खाएर बाँच्नु छैन। त्यसैले प्लिज यसरी पैसा नपठाइदिनुस्। पैसा पठाइसकेपछि तपाईले त्यसको स्क्रिनशट पठाउनुस्। तपाईको काम म 100% गरिदिन्छु, त्यसमा डाउट छैन। तर त्यसरी पैसा पठाउँदा भोलि या तपाईले कामको लागि पठाउनु भएको हो भने त्यसले भोलि जानी समय सम्झिनु भयो भने मलाई समस्या। र अर्को तपाईको गल्तीवश आएको भने मलाई इन्फर्म गर्नुस् ताकि मैले तपाईलाई दिन सकु। अब तपाईले इन्फर्म गर्नु भने केही समय लाग्ला, त्यो तपाईलाई रिटर्न त मैले गर्छु नै, तर मलाई त तनाव भयो नि त, कसको पैसा हो, अब जो व्यक्तिले पठाएको छ त्यसलाई तनाव पनि भइरहेको होला भन्ने मलाई पनि त हुन्छ। त्यसैले प्रभु म तपाईलाई हात जोडेर बिन्ती गर्छु, कुनै पनि सेवाको लागि मलाई सम्झिनुहुन्छ भने तपाईले डकुमेन्ट पठाइसकेपछि, मैले मेरो टुर एन्ड ट्राभल्सको अकाउन्ट पठाइसकेपछि, पैसा पठाइसकेपछि त्यसको स्क्रिनशट पठाइदिनु होला। तपाईको काम चाहिँ 100% गरिदिनेछु, यो चाहिँ म तपाईलाई ग्यारेन्टी दिन्छु। तर प्लिज स्क्रिनशट पठाएर जानकारी चाहिँ गराइदिनु होला। र तपाईँ कसको पैसा हो प्लिज कन्ट्याक्टमा आइदिनु होला, तपाईँको पैसामा रिटर्न गरिदिनुहोस्। जय हिन्द।